नमस्कार, सदा चाहिँ मेरो देवका भुर्तेल युट्युब च्यानलमा हजुरहरूलाई फेरि पनि धेरै धेरै स्वागत छ। आज मैले हजुरहरूलाई यो मानिसलाई केही गर्न लाग्यो कि डर लाग्ने, लाज लाग्ने हो, यो डर र लाज भगाउने सजिला उपायहरू हजुरहरू समक्ष छोटकरीमा लिएर आएकी छु। आशा छ हजुरहरूले यो मेरो भिडियो अत्यन्तै मन पराएर आफ्ना साथीभाइहरू माझ शेयर र सब्स्क्राइब गरी पुर्याइदिनुहुनेछ। साथीहरू, एउटा भनाइ छ नि, अन्धकारलाई श्राप्नु भन्दा आफूले नै दियो बालेर अन्धकार हटाउनु नै बेस। अब लागौं विषयवस्तुतर्फ। यो डर भन्ने बित्तिकै हरेक जो कोहीलाई पनि मानवीय एउटा स्वभाव नै हो। ईर्ष्या, दाह, धैर्यता, अनुशासन, माया, लोभ, तृष्णा मध्येको लाज, डर पनि मानवका चाहिने नचाहिने गुणहरू मध्येको एउटा अवगुण भित्र पर्दछन्। हो, कहिलेकाहीँ यो लाज मान्नु पनि पर्छ, डराउनु पर्छ, तर अनावश्यक कुरामा हामी डराएर आफूले गर्न लागेको काम, आँटेका कुराहरू बोल्न साथीभाइहरू बीच केही कुरा जानिन्न कि सकिन्न कि भनेर आँटे आउँदैन। हो, यसको लागि एक नम्बरमा रहेको छ हजुर जस्तो हुनुहुन्छ, जस्तो बोल्नुहुन्छ, हजुरले पुरै आफूलाई सहस्र स्वीकार गर्नुहोस्। म कोही भन्दा कमी छैन। मेरो अगाडिको साथीले बोल्छ भने म पनि बोल्न सक्छु। उसले पनि त हिजो म जस्तै अवस्थाबाट त्यहाँ पुगेको होला, पक्कै पनि आजको आजै त भएको छैन। हो, यो कुरालाई हजुरले आफ्नो नियम बनाउनुहोस्। जुन कोही मानिस पनि, जुन कोही वैज्ञानिकहरू, जुन कोही वस्तुहरू आफ्नो रूप परिवर्तन गर्नको लागि ऊ हरेक कठिनाई, दुःख, कष्ट भोगाई, सङ्घर्ष, जीवनका उकाली ओह्राली उसले पार गरेको हुन्छ। त्यतिकै ऊ त्यो ठाउँमा र जस्तै हिरा पहिला के हुन्छ, कालो हुन्छ, रगड्दा रगड्दा घोड्दा हिरा चम्किन्छ। एउटा काठको मूर्ति अथवा ढुङ्गाको मूर्ति पनि फुटल्दा कुद्दा 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 एउटा साकार रूप लिन्छ। हो, 10,000 पटक प्रयास गर्दा 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 वैज्ञानिकहरू के हुन्छन्, आफ्नो नाम वैज्ञानिक राख्न सफल हुन्छन्। हो, यही भएर एक पटकको प्रयासमा एकैचोटिमा म डराएँ, लाज माने, म अरू जस्तो बोल्न सक्दिनँ, म कसरी बोल्ने होला, म त त्यस्तो राम्री छैन, राम्रो छैन, म पढेको छैन, मलाई के गर्ने होला भनेर बोल्दाखेरि अकमकाउने, पसिना खलखली आउने, बोल्न मन छ तर अरूले बोलेको देख्दा बोल्न मन छ, घरमा पनि फर्र आफ्नो परिवारकासित बोलिन्छ। जब कुनै बोल्ने अवस्था आउँछ नि, त्यतिखेर बोल्न भनेपछि थर कामेर लाज लाएर डर लाएर यता हेर यता हेर चक्कर लाए जस्तो हुन्छ। त्यो माइक समात्दा थरथर 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 हात हुन्छ। कता न बोल्न कसैले चानस दियो अनि के सम्बोधन गर्नै आउँदैन। हो, यो हुनु भनेको आफूमा आफूले आफूलाई सहस्र जस्ताको तस्तै स्वीकार गर्न नसक्नु हो। यसै गरी रह्यो हजुरहरूको, हजुरसित कुनै कुराको पनि अभ्यास नहुनु के प्र्याक्टिस। 2 नम्बरमा यदि आफूभन्दा अगाडिको हजुरको एउटा मोटिभेसनल भिडियो हेर्नुहुन्छ अथवा कुनै आइडियल व्यक्ति छ, उसलाई हजुरले मन पराउनु भयो, ओहो त्यसको ठाउँमा म हुन पाएको भए यसले यस्तो राम्रो गरौँ, म त यसको त फ्यान नै भए नि भन्नुहुन्छ नि। त्यो फ्यान हुनको लागि उसले हरेक दिन कति मेहनत गरे होला, त्यसै गरी मेहनत गर्नुहोस् त, पक्का पनि हजुरको लाज, श्रम, डर
हटेर हजुर उसको नजिक नजिक छिटै नै पुग्न सक्नुहुन्छ। त्यो हुनको लागि हजुरसित कुनै कुराको पनि प्र्याक्टिसै छैन। हजुर एक्लै हुनुहुन्छ, घरमा थोरै परिवार हुनुहुन्छ, सबै काममा गए, हजुरलाई समय कसरी कटाउने बोर लागेको छ। कुनै एउटा विषयवस्तु लिनुस्, जस्तै मैले युट्युबमा म बोल्न त जान्दिनँ, धेरै साथीहरू जस्तै थोरै मात्र बोल्न सिक्दैछु, जान्दैछु, तर अहिले मेरो कन्फिडेन्स लेभल, आत्मविश्वास बढिरहेको छ। यो के हो भन्दाखेरि मैले यसरी क्यामेरामा जानी नजानी हरेक दिन मैले 5 पटक, 6 पटक, 10 पटक, 20 पटक मैले आफूलाई यहाँ प्र्याक्टिस गरिरहन्छु, जसले गर्दा मबाटै म देखिएको यो अगाडिको मेरो जुन तस्बिर छ, मेरो बोली छ, मैले आफूलाई मूल्याङ्कन गर्छु कि म अघिको भन्दा अहिले अलि फरक भएँ, अझ फरक भएँ र अब यो चाहिँ नि मैले भिडियोमा राख्न पर्छ भनेर म ढुक्क हुन्छु। हो, यो भनेको मेरो प्र्याक्टिस हो, मेरो अनुभव हो। यसै गर्नको लागि हजुरहरूसित यो सबै त सुविधा हुन्न। बिहान उठ्नुहोस्, कुनै खाली समय छ भने हजुरले आफ्नो दराजको ऐनामा, आफ्नो हेर्ने ऐनामा मजासित, अरू भएको बेलामा सुरुमा लाज लाग्छ, डराउनु पर्दैन। एक्लै भएको बेला मजासित बोल्नुहोस् के, कस्तो देखिनुहुन्छ, कस्ती देखिनुहुन्छ, अनि अनुभव गर्नुहोस्। अनि फेरि पनि कस्ती देखिनुहुन्छ, अघि भन्दा राम्री देखिनुभयो कि नै, राम्रो देखिनुभयो कि नै, डर भयो कि नै, पसिना आयो कि नै, हात काम्यो कि नै, ओठ बाङ्गियो कि नै, यताउता अनुहार खुम्स्यो कि नै, त्यो थाहा पाउनुहुन्छ। हो, त्यसै गरी अर्को रहे हजुरहरूसित, हजुरहरूले आफूलाई अरूसित तुलना गर्नुहुन्छ के, तुलना नगर्नुहोस्, कम हुनुहुन्न। त्यो समय सबैका लागि एकैचोटि आएको होइन, जुन तपाईँका लागि पनि पर्खिरहेको छ। त्यो समय हजुरले नचिनेर हुन सक्छ त्यहाँ नपुगेको। आजैदेखि हजुरले कसैसित पनि तुलना नगरिकन हजुरले आफूलाई सोच सकारात्मक राख्नुहोस्, दृढ संकल्प र आत्मविश्वासका साथ म आजैबाट मैले जे जानेछु त्यही विषयवस्तुमा म आजदेखि ढुक्क भएर, निर्धक्क भएर, निडर भएर मेरा अगाडिका साथीभाइ, समूह, सर्कल, कोही सम्माननीय व्यक्तित्वहरू, उहाँहरू पनि म जस्तै प्रयासले उहाँ पुग्नु भएको भनेर कोही सभामा बोल्नुहोस्, साथीभाइको बिचमा बोल्नुहोस्, नडराई। उहाँहरू पनि म जस्तै हुनुहुन्छ, समान हुनुहुन्छ, रेस्पेक्टेड पर्सन हुनुहुन्छ, तर म जस्तै हुनुहुन्छ भनेर निर्धक्क भएर समान देख्नुहोस् कि जब मञ्चमा अगाडि बसिन्छ, बोल्न लागिन्छ, यता हेरो ठुला मान्छे, उता हेरो ठुला मान्छे, आफू मात्रै सानो र बोल्नै जान्दैन कि जस्तो, कोही एकदम लेजेन्डरी व्यक्तित्व, कोही टिचरहरू, कोही कहाँबाट आएका साहित्य प्रेमीहरू देख्दाखेरि त आफू त सामान्य व्यक्तिलाई कता न बोलाएन, त्यही पनि बोल्न थर्र हुन्छ। त्यो नसोच्नुहोस्। हजुरलाई ती व्यक्तिहरूको बिचमा बोलाउनु नै हजुर पनि उहाँ सराबरै, उहाँहरू सराबरै हो। त्यही भएर निर्धक्क हुनुहोस्, हजुरलाई छोडिदिनुहोस् कि यो शरीरलाई नबान्नुहोस्, नडराउनुहोस्, केही फरक पर्दैन। जस्तै कि मैले पहिला मेरो जर्मनी भाषामा मैले पढ्दाखेरि, लेख्दाखेरि मैले जानिनँ। जब जागिर गर्न लाएँ, बोल्न लाएँ साथीभाइसित, यो बोल्न जान्दिनँ भन्ने डरले अरूसित डराउँदा केही जानिएन कि। इङ्ग्लिस पनि पढ्दाखेरि त्यही, वाक्य मिलाउन जान्दिनँ, सेन्टेन्स हुँदैन, भन्दा इङ्ग्लिस त जान्दै नजानिने भयो। तर पछि जागिरको सिलसिलामा विदेश जान परेको कारणले मैले जर्मनी भाषा सिक्दा लेख्दा भन्दा जब म आफ्नो काममा एक अर्कासित बोल्न पर्ने भयो, नबोली भएन, जाने पनि नजाने पनि केही त बोल्न पर्यो भन्दा अहिले चाहिँ नेपालमा आएर पनि बोल्दाखेरि खालि त्यही जर्मनी भाषा नै आफूलाई सजिलो लाग्छ। यो भनेको मेरो निरन्तर 12 वर्षको अभ्यास थियो। हो, त्यसो भएर कुनै पनि भाषालाई आफूले अरूको अगाडि चुस्त दुरुस्त राम्रो गराउनको लागि आफूमा
अरूसित तुलना नगरिकन म पनि सक्छु, सबै म जस्तै हुन् भनेर आफूले आफूलाई जहिले पनि यो संसारको सबभन्दा ठुलो विजेता म हो भनेर सोच्नुस् त। अनि सबै कुरा डर र लाज सबै भाग्छ र निर्धक्क भएर आत्मविश्वास बढेर हजुर बोल्न सक्नुहुन्छ। अर्को रह्यो हजुरहरूले समय रह्यो कि टिकटक हेर्ने, साथीभाइसित कुरा काटेर बस्ने, चाहिने कुराको हजुरहरूले किताबी ज्ञान कमी भयो। किताब पढ्नुस्, मोटिभेसनल भिडियोजहरू सुन्नुस्, स्पिरिचुअल बन्नुस्, धार्मिक नबन्नुस् के। हजुरको इच्छा छैन, कसैले हजुरलाई दबाब गर्दैन, तर हजुर स्पिरिचुअल बन्नुस् न। सकेसम्म शाकाहारी भोजन गर्नुस् त। अनि त्यसले हजुरलाई सकारात्मक सोच, मन, वचन र कर्मदेखि नै हजुर हिजो भन्दा पुरै भिन्न हुनुहुन्छ। हजुरको पुरा जोस जाँगर आफसे आफ फुट्दै जान्छ। अनि हजुरलाई कसैसित कोही छेउ बस्दा बोल्दा हिँड्दा कसैले ल बोल दुई चार शब्द भन्दा र कुनै मञ्चमा हजुरलाई जस्तै आफ्नो समूहको अध्यक्ष हुनुभयो, बोल्न पर्ने भयो, बाहिर बाहिर त बोल्नुहुन्छ फरफर फरफर, तर बीचमा चाहिँ त्यहाँ घसी बोल्न आउँदैन। घर के गरेर बल्ल बल्ल हेरेर लगेको पनि त्यहाँ जाँदा सबै देख्दाखेरि खलल्ल पसिना आएर के बोल अनि सबै बिर्सिनुहुन्छ नि। यो भनेको हजुरले खाली हजुरमा पुरा ज्ञान नभएर कोहीसित टिपटाप पारेर यसरी ट्याप्प पारे एकछिनलाई बोलौँला ढाँटौँला भन्ने एउटा आफूले आफूलाई ढाँटेको सोच हुन्छ। तर त्यहाँ जाँदाखेरि बुद्धिले काम गर्दैन। बुद्धि त देख्ने बित्तिकै फरन्न चक्कर लाए जस्तो हुन्छ। अब के गर्ने हो। त्यही भएर हजुरले हरेक चोटि आफ्नो राम्रा भिडियोजहरू, राम्रा व्यक्तिको सङ्गत, धेरै किताब पढ्ने बानी गर्नुहोस्, जसले गर्दा बोल्नलाई शुद्ध अनि त्यसले दिने शब्दको अर्थ सटिक र अनि राम्रो चुस्त दुरुस्त र सही समयमा सही प्रश्नको सही उत्तर दिन सक्ने, निर्धक्क भएर बोल्न सक्ने र लाज र डर हट्ने समस्या हुन्छ। अब त्यसै गरी रह्यो हजुरले आफूलाई अलिकति आफ्नो दिन दैनिकीमा चेन्ज गर्नुस् र कहिलेकाहीँ घुम्ने बानी गर्नुस्, स्पोर्ट गर्नुस्, ध्यान गर्नुस्। घुम्न जानले हजुरलाई धेरै ठाउँको ज्ञान हुन्छ, त्यहाँको बारेमा वर्णन गर्न सक्नुहुन्छ। ध्यान गर्नुस्, मन शान्त हुन्छ, शान्त भएपछि राम्रा कुरा अगाडि आउँछन्। बोल्न डराउनै पर्दैन, लाज लाग्दैन, स्वतस्फूर्त रूपमा बोल्न आउँछ। स्पोर्ट गर्नुस्, हजुरको स्यास्या हुने, हजुरलाई बोल्दा बोल्दै अकमकाउने, धैर्यता टुट्ने यो हुँदैन। शान्त, अनुशासित, आत्मसंयम भएर बोल्न सकिन्छ, जसले गर्दा हजुरको कुनै बोल्नमा कठिनाइ पर्दैन हो। यस्ता कुरालाई हजुरले मेन पोइन्ट गराउनु भयो र हजुरले यसलाई निरन्तर म सबैभन्दा के छु, फरक छु, म यो एक नम्बरको विजेता हो, अरूले गर्न सकेको काम मैले पनि गर्न सक्छु, म अरूभन्दा फरक छु। म हरेक दिन बिहान मैले उठेपछि केही न केही आजको दिनमा नयाँ काम गर्छु र म कसैसित बोल्नको लागि डराउँदिन। मसित लाज छैन, किन भन्दा म साँचो छु, सत्यवादी छु भनेर आफूलाई जहिले पनि भगवान प्रति कृतज्ञ भएर यो दिन र यो बन्नको लागि धन्यवाद प्रभु भनेर त्यो दिनको सुरु गर्नुस्। हजुर आफसे आफ नजानेको कला आफसे आफ आउने छ। हजुर स्वतस्फूर्त रूपमा बोल्न सक्नुहुनेछ, निडर र लाज केही पनि हुँदैन। साथीहरू, हजुरहरूलाई यो मेरो भिडियो कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने हजुरहरूले फेरि पनि मेरो भिडियोलाई शेयर र सब्स्क्राइब गरी सबै माझ पुर्याइदिनु होला। हस्त, धन्यवाद, नमस्कार।